साथीहरु जोजोलोप्पा नमस्कार। यहाँहरुलाई आराम रहे आरामको कामना चाहन्छु र आज म तपाईहरुलाई टक्सार बजारको भ्रमणका निम्ति लिएर जाँदै छु र यहाँ केन्द्रबाट युवा स्वरोजगार कोषका दुईजना अधिकृत साथीहरु पनि आउनु भएको छ। उहाँहरुलाई भ्रमणका साथ टक्सार बजार केही दृश्यहरु यहाँहरु सामु प्रस्तुत गर्न चाहन्छु। साथीहरु भोजपुरको एउटा ऐतिहासिक जिल्ला भोजपुरमा टक्सार बजार र टक्सार बजारमा एउटा भन्न बित्तिकै टक्का भनेको नेवार भाषामा पैसा छापिने ठाउँ हो र यो ऐतिहासिक ठाउँ जहाँ पैसा छापेर चीनको तिब्बतसम्म पठाउने गरिन्थ्यो र अहिले पनि भाडाकुडा करुवा बटुका लगायतका साधनहरू छाप्ने गरिन्छ र हामी त्यसको भ्रमण गरिरहेका छौं र हामीले तीनधारे र करुवाको भ्रमण गरिसके पश्चात हामी यो साक्यमुनि बिहारको भ्रमणमा लागिरहेका छौं साथीहरु। र यसलाई संरक्षण गर्नका निम्ति केही नयाँ भवनहरू पनि बनाइराखिएको छ र हामी यतिखेर टक्का छाप्ने मन्दिरको अवलोकन गरिरहेका छौं। यहाँ केन्द्रबाट आउनुहुने साथीहरु फोटो क्लिप लिइराख्नु भएको छ र यही ठाउँमा हो साथीहरु टक्सार अथवा टक्का छाप्ने ठाउँ अथवा पैसा छाप्ने ठाउँ। तामाका पातामा अंक लेखेर पैसा छापिने गरिन्थ्यो र तिब्बतसम्म पठाइने गरिन्थ्यो साथीहरु। र अहिले पनि हेर्नुस् यहाँ बटुकाको निर्माण भइरहेको छ र यहाँ एकजना दाजुले बटुका बनाइराख्नु भएको थियो र एकजना दिदीले त्यसलाई सफा गर्ने रेती लाउने काम गरिराख्नु भएको छ र अहिले पनि त्यो अवशेषका साथ यो बटुका निर्माण गरिन्छ। यहाँ हाम्रो साथीहरु अत्यन्तै राम्रोसँग हेरिरहनु भएको छ ध्यानका साथ यहाँ बटुका निर्माण भएको र हाम्रो कस्मिक बुढा सर र राजेश केसी सरले ध्यान दिएर हेरिराख्नु भएको छ र यो निर्माणको काम जारी छ र यही ऐतिहासिक ठाउँको अवलोकन यहाँहरुलाई मैले गराएँ र यो भिडियो यहाँहरुले हेरेर टक्सार पुगे चाहिँ भ्रमण गरे चाहिँ मान्नु भयो होला भन्दै तपाईहरुसँग बिदा हुन चाहन्छु। हस्त धन्यवाद।